राजकोट बेसी र कटुङ्गेको बिचमा रहेको घुमाउने भन्ने ठाउँमा थियो जहाँ हामी अहिले यहाँ छौँ। यहाँ चाहिँ पहिले गाडीहरूको रोड थियो अथवा बिपी हाइवेको ब्रान्चहरू यहाँ थियो। 2 दिन परेको पानीको कारणले ठ्याक्कै पानी यहीँ आइसकेको छ। यहाँ जुन ठाउँमा यहाँ गाडी आउनु पर्यो त्यहाँ एकदम बगाइसकेको छ। यहाँ पुरानो पहिले हातले बनाएको त्यहाँ गाह्रो मात्र बाँकी रहेको छ। अहिले चाहिँ हामी यहाँ छौँ। हिजो धेरै यहाँ वारपार पुरा हाँकिरहेको थियो पानीले। अहिले लगभग 3 भागमा 2 भाग नै खटिसकेको छ पानी। घाम एकदम लागिरहेको छ। सायद आजदेखि यो घामको धेरै मौसम सफा हुनेछ र भोलिदेखि यहाँको त्यो पानीको बहाव घट्ने बित्तिकै सायद काम सुरु हुनेछ भन्ने अपेक्षा गरेका छौँ। र आज यो माथि गाउँमा बत्ती गए पनि छ। यो पोलदेखि यतापट्टि हाम्रो बत्ती आइरहेको छैन। त्यो प्रायः विद्युत प्राधिकरणले यता हाम्रो खालीबेसी बेलतिर पुगेर तपाईँहरूले छिटोभन्दा छिटो बत्ती पठाइदिनु हुन हार्दिक अनुरोध गर्दै अझै जोखिम छ, तपाईँहरू घरबाट ननिस्कनु होला भन्न चाहन्छु। हस्, धन्यवाद।